होइन यो त पछि गएर भोइस ओभर गर्नुपर्छ सुनिँदैन तपाईँको भोइस यति तलबाट जाम भयो भने माथि त अहिले चाहिँ हामी यहाँ हिँडेर जान लागिरहेको छौँ व्हाइट गुम्बासम्म है कति टाइम लाग्छ जहाँसम्म स्कुटर ल्यायो त्यहीँसम्म पुऱ्याइदियो यहाँ चाहिँ बाटो चाहिँ हेर्नु न यस्तो छ ठाडो कालो त्यो पनि रातो माटो रहेछ पानी पर्यो भने चाहिँ बर्बाद यहाँ है म र भाइ चाहिँ यहाँ हेलो सब्सक्राइब बाटो चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ होइन त्यो साइड चाहिँ त्यो पुरै बन्द जस्तै छ चाहिँ ठ्याक्क यो बाटो चाहिँ व्हाइट गुम्बाको ठ्याक्कै पछाडि पुग्छ हामी हामी चाहिँ हिँड्दा हिँड्दै यहाँ माथिको बाटो आइपुग्न लागिसकेछ हेर्न सक्नुहुन्छ उतानिर मेन रोड आउन लाग्यो व्हाइट गुम्बा जाने मेन रोड हामी पुग्नै आँट्यौँ अब त्यहाँ त कुकुर बसिरहेको रहेछ त बाटोमा हामी मेन रोड आइपुग्यो देख्न सक्नुहुन्छ हेर्नु न म त पसिना पसिना भइसक्यो यहाँनिर बिहान बिहान कस्तो गर्मी छ मान्छेहरू टन्नै मान्छेहरू आइसक्यो मान्छे फर्की पनि सक्यो हामी चाहिँ भर्खर आइपुग्यो छिटो आउनु छिटो फुलहरू पनि बेच्न राखेको रहेछ
छिटो दौड्यो न दौड्यो दिइहाल्छ नि मान्छेहरू गएर फर्केर आइसक्यो तिमी चाहिँ अनि छिर्न दिएछ भनेर बस्छ न ऊ सबै त्यहाँ गएर फर्केर आइसक्यो ल भाइर मात्रै जाँदैछौँ अब मेन गेट पुग्न लाग्यो हामी रिकमेन्ड नट रिकमेन्ड हाइकिङ गएको ठिक अरे भन्दा त यार हाइकिङ गएको ठिक त्यही भएर पनि ठिकै गेट त बन्द हो क्या खोइ कुन गेट हो कि खुल्ला छैन मान्छे छिरेको रहेछ खोइ छिर्दिने यहाँबाट यो त भिआइपी गेट रहेछ नि त भिआइपी गेट रहेछ नि त त्यहाँ भिआइपी गेट भनेर पनि रहेछ क्या हामी सर्वसाधारणलाई चिन्न पाउँदैन त्यहाँबाट भिआइपी कति मान्छे चाहिन्छ मान्छे आइसक्यो तल पनि आइसक्यो होला नि त हामी पो यता भित्रबाट चिया हुन्छ भनेर यताबाट आयो नि त हेर्नुहोस् दामी भ्यू देख्छ यहाँ व्हाइट गुम्बा परिसरबाट होइन मान्छेहरू फर्किसक्यो पठाउरे हुँदा हुन्छ र यहाँ आएर पठाउ भने के घुम्दिन पठाएर जाने क्या होइन यहाँ पठाउ गऱ्यो भने त घाटै पर्छ नि त किन अनि तिम्रो जामदेखि अघि त्यस्तो जाममा अनि तिम्रो आउने होइन जाने बेला पठाउ गरेर जाने क्या ए घुम्ने पठाउ गरेर जाने फेरि ढाक भिजे हेर पछाडिको मेरो छैन पुग्दैन के पुग्दैन होइन भने कति बेर लाग्यो हो त्यो गेट आउनलाई पनि होइन त कति पार्किङ यहाँ लाइन कहाँ लाइन गाडी है गाडी अघि बिहान त्यहाँ रिङ रोडमा ड्याममा मान्छेलाई हानेर साथै गयो मेरो खै कता हो गेट गेट आएन यो खै के गर्न हो उता होइन उतल हो गेट ल हेर्नुहोस् है त मान्छेहरूको भिड यति धेरै छ अहिलेसम्म जामै छ है नो पार्किङ देखाएको छ तर के गर्नु म चाहिँ यो डस्टबिनमा फालेर आउन पर्ने ल हेर्न सक्नु यति धेरै मान्छे आमा पर्दैन होला खोइ थाहा भएन मलाई त कति धेरै मान्छे यहीँबाट जान्छ अगाडि नि मान्छे पछाडि नि मान्छे
साइडमा नि मान्छे यता साइडमा नि यता साइडमा चाहिँ वाच यति धेरै मान्छे म त कहाँ त्यो हुन्छ नि जात्रा मेलातिर है आउँछ भनेर बल्ल 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 आज आइपुग्यो है एक हप्तामा होइन त्यस्तो हुँदैन नि त यतिकै आएर रोड मात्रै हाल्दैन कि मजाकै यतिकै आउने ये हो वाइट गुम्बा खत्म बर्बाद ल हेर्न सक्नुहुन्छ ठिक आइपुग्यो यतिको यार पुरा नेपालभरिको मान्छे जम्मा भए जस्तो लाग्छ मलाई अति नहुनु नि अति नहुनु मान्छेहरूको हुल आमा एक फोटो नखिच्ने हामी यस्तो भिड छ भिड भए पनि खिच्नु पऱ्यो नि त फोटो खिच्नेको लाइन है दामी दामी कमलको फुल एकछिन है पसिना भइसक्यो पानी फोटो खिच्ने भिडियो बनाउनेहरूको लाइन हेर्नुहोस् मान्छेहरूको भिड खच्चाखच देख्न सक्नुहुन्छ दामी पुरा यहाँ चाहिँ ग्रिनरी देख्न सकिन्छ कति धेरै मान्छे यहाँ पनि यति धेरै मान्छे ऊ भाइ र म त पसिना भइसक्यो उसको त नुहाएको जस्तै भइसक्यो है बेबी रोइरहेछ सबजना मोडल रहेछ पुरा जाम यहाँ पनि मैले काम गर्न नसक्ने भयो मेरो काम छ यार तपाईँको त फ्यामिलीसँग एक्लै बसेर खाना बनाउनुपर्छ मैले चिने मान्छे आए जस्तो छ बोल्नु मान्छे फुल मान्छे राम्रो हो कि मेरो आँखा राम्रो हो यार म त गर्मीले मन लाग्यो हो यार कम त मान्छे छ त अनि पानी पनि रहेछ यता खानलाई है न कति राम्रो यस्तो दुःख गरेर आइयो वाइट गुम्बा खुल्ला टाइम आएर सबै अब अब त कहाँ खुल्ला हुन्छ हुँदैन नि त
वर्ष लाग्छ वर्ष लाग्छ ल छोरी अब हेर त छोरी त्यही त त्यो सालसम्म चाहिँ पछि खुल्छ होला है खोल्दैन होला अनि यत्रो वर्ष भइसक्यो अनि मार्केटिङ स्टोन हो त यार मार्केटिङ स्टोन हो अब त्यो गुम्बाले पनि मार्केटिङ गर्छ होला नि त्यो मार्केटिङ स्टोन होला ल मार्केटिङ गऱ्यो भने ल टिकट काटेर पठायो भने पनि एउटा कुरो ल टिकट काटेर त प्रिन्ट हो नि त के काम ल नाचिरहेछन् है यहाँ ननाच्ने हामी मार्केटिङ नाच्नु पर्यो नि नानी नाच्ने वाउ के छ र यहाँ फोटो खिचिदेऊ न मेरो कति दामी पछि यार काम गर्नु पर्यो मलाई म बरु इडी गरेर हालिदिन्छु तपाईँको हजुर तपाईँको एडिट गरेर हालिदिन्छु क्या के एडिट गर्छ तिमीलाई पछाडिमा त्यो भिजाएको कपाल के देखाउनु त मैले गर्ने छैन त एकदम बेड खचम खच सबभन्दा हाइटमा आइपुगिसक्यौँ बाहिरमा दामी जहाँबाट गयो नि हुन्छ उतातिर अलिअलि खाली खाली सानी नानी फोटो खिच्दैछन् हो जानु उता शीतलमा एकछिन बसौँ न त्यहाँभित्र पनि जानु पाउँछ नि त्यहाँभित्र जाऊँ न होइन त्यहाँ चाहिँ अब यो पूजाभरि मात्र खोला अरे कि यहाँ के हो पूजा भइरहेछ अरे कि त्यो दिनको लागि कति राम्रो राम्रो पूजा अरे के है यहाँ यसो बाहिरबाट यसो यहाँ चाहिँ पूजा भइरहेछ है भित्र भिडियो नखिचिन्न खिचिरहेछ त मान्छेले मलाई एकदम मनपर्छ है त्यस्तो ध्यान गरेर ठाउँ बस्नलाई एकदम मनपर्छ मलाई कस्तो मनपर्छ कि त्यस्तो उ गरेर ठाउँमा एकदम मलाई त बस्नमा क्या आनन्द हुन्छ त्यहाँभित्र गएर बस्न पाउँदैन हामी होइन त्यो अरू गुम्बाहरूमा चाहिँ त्यो दिन्छ कि बस्नलाई पलाएर बस्ने कति आनन्द आउँछ यति आनन्द आउँछ यता चाहिँ अलिकति मान्छे कम रहेछ नि त
है टिकटक बनाउनेहरूको ग्रुप है यता चाहिँ पुरा नाचिरहेछन् हाम्रो देवेन्द्र पनि नाच्दिने हो ओइ देवेन्द्र नाच्यो नि त ल 3 2 1 यता चाहिँ फोटो खिच्नेहरूको फ्रिडम बार छ है त फोटो टिकटक सिकटक सबै बनाउनेको फ्रिडम बार हामीले पनि अलिअलि फोटो खिच्यौँ नि यहाँ फोटो खिच्नलाई बस्दै हुनुहुन्छ यसमै कमलको आर्टिफिसियल फुलहरू रुखभरि फलिरहेछ हेर्न सक्नुहुन्छ फेरि मान्छेको होला है यहाँ पनि मिनी फाउन्टेन फोटो खिच्नेहरूको फेरि फर्किन लाग्यो म त भाइ चाहिँ हराए कता गयो कता गयो कल पनि लाग्दैन नेट पनि चल्दैन खै के हो यहाँ त फोन गर्दा फोन पनि लाग्दैन कता कसरी भेट्ने खै अब चाहिँ बाहिर निस्किनु पर्यो भाइ त तल मेन रोडमै पुगिसकेको रहेछ म मात्र माथि हेरे भएछ के गर्नु फोटो सोटो पनि खिच्न पाएन बेमान त बिस्तारै तलतिर जाऊँ हामी कति धेरै मान्छे म चाहिँ फर्केर यहाँ मेन गेटमा आइपुगिसकेँ अब भाइलाई खोज्दै जाऊँ कहाँनिर बसिरहेको रहेछ अझ मान्छेहरूको आउने क्रम जारी नै छ होइन खै आज 2 बजेसम्म खोल्छ भने जस्तो लागेको थियो ल मान्छेहरू खचाखच आउँदैछन् अझ पनि हेर्न सक्नुहुन्छ चाहिँ अब फर्केर अघि आएकै बाटो हिँड्दैछु एक्लै
यतातिर के पाक्दै रहेछ त यता आलु पाक्दै रहेछ यता आलु बखडा हो क्या अरे त्यो आलु बखडा पाक्दै रहेछ यता चाहिँ फुलहरूको दामी फुलहरू यहाँ चाहिँ धेरै फलफुलको बिरुवाहरू रहेछ कि टन्नै है आइसकोला म चाहिँ अघि आएको बाटोमा पुग्न लाएँ अब हराएको मान्छे खै अझै भेट्दैन त कहाँ गयो म एक्लै हिँडेर यहाँ त्यहीँ आएर चाहिँ एक्लै हिँडेर त्यताबाट पनि आउँदो रहेछ मान्छेहरू त खै यतै बसिरहेछ भन्दै थियो कता रहेछ यो मान्छे उफ त्यहाँ गएर बसिरहेको रहेछ यो मान्छे बिच बाटोमा हराएर एक्लै छोडेर आएछ यसले मलाई बेमानले गरेर म त्यहाँ बसे ऊ चाहिँ यहाँ आएर चिया खान थालिसकेछ त्यहाँ म त्यहीँ बसे अरे खोज्छु त्यही ठाउँमा अनि यो मान्छे त यहाँ पहिल्यै निस्केर आएर यहाँ चिया खाँदै रहेछ हामी चाहिँ फर्क्यौँ अघिको जहाँबाट आएको त्यहीँबाट हिँड्दै जाँदैछौँ अब फेरि उडेर त्यहाँ तिमी तल भिरमा पुग्ला है अहिले के खानु पर्यो त अनि भने बासी रहेछ यार अनि त्यो बासी खाएर झन् पेट दुख्छ नि त होइन के हो तिम्रो बहिनी परिचय पाऊँ अघि त्यो गीत गाइदिनु पर्दो रहेछ कता हिँडेको बिच अनि यस्तो बाटो छ हेर यहाँ खिचखिच गर्दै त्यसरी जान्छ सबै जान्छ ओह्रालोमा त गाह्रो हुन्छ नि आम्मामा यस्तो ल यस्तो ढलान बाटो भए पनि हो भन्नलाई यहाँ चाहिँ एक दुईजना पनि आउँदै रहेछन् हिँड्दै है कति दामी देख्यो है अहिले त अघि त केही पनि देखाएको थिएन अहिले त दामी भ्यू यही हो इचङ्गो त्यहाँ पुरा भरिपर भइसक्यो मेरो मामा घर चाहिँ ऊ त्यहाँनिर हो त र ऊ त्यो फुटबल वाइट गुम्बा चाहिँ ऊ त्यो हो अघि हामी त्यहाँ ठ्याक्क पछाडि पुगेर आएको त्यहाँ प्याकै प्याक छ त्यहाँ खाली प्याक यस्तो हाइटमा ल जग्गा किन्ने होइन त किन्छ यस्तो ठाउँमा मर्छ अघि त्यहीबाट चाहिँ भित्र छिराएन हामी त्यस्तो भित्र छिराएन ऊ त्यहाँबाट मेरो स्कुटर त्यहीँ छ त त्यहाँ चाहिँ एउटा देखिरहेको छ त खै त ऊ त्यो गुम्बा जस्तो घर्नेर कि हर्सित त तल हामीले गइदिने हो जान्छ गइदिउँ यताबाट यो प्लटिङको बाटो चाहिँ जानु पर्ला है यहाँबाट छिटो होला जस्तो छ यहाँबाट यसो है हो नि फेरि त्यहाँ बाटो छ कि छैन हेर्नु पऱ्यो नि फेरि छिटो जाने क्रममा फेरि त्यो बाटै नभएको ठाउँमा पऱ्यो भने फेरि फर्केर आउनु पऱ्यो भने त छैन त्यहाँबाट त यहाँ यस्तो घुमेर त्यहाँ जानु सट्टाबाट नजाने त्यहाँबाट भयो मिल्छ त तल्लो जाने तल्लोबाट त्यहाँबाट हाम फाल्ने सर हाम फाल्छ कहाँ हाम फाल्छ भने त्यत्रो भिडमा अनि हाम फालेर के कस्तो कुरा गर्छ भने यो भाइ पनि ल भिडबाट हाम फाल्ने कुरा गर्छ त्यस्तो ढुङ्गा भाटामा हेर्नु न यस्तो ढुङ्गा भाटामा कसले को जम्प मार्छ हो यो तिमी गोर्खानी रे गोर्खाली भनेको नि बाटै नबाटामा अनि ऊ घुमेर त्यहाँबाट फेरि घुमेर आउँदाखेरि झन् डबल
टेबल बाटो हुन्छ अनि कहाँ ऊ बाइक आउनु थाल्यो त ऊ बाइक ल्याएछ त धरो बाइक आएछ त यस्तो बाटोमा म त सक्दिनँ फेरि पानी पर्या भए लान्थ्यो अहिले यस्तो बाटोमा कसले ल्याउँछ होइन कति दामी लप्सीको बोट लप्सीको बोट हो अनि लप्सी त भने फलिरह होला त्यहाँ ए हो लोकल लप्सी रे दाउरा दाउरा अनि अरूहरू चाहिँ गइरहेको थियो है हामीले चाहिँ पठाएन अरे कि हुँदैन भन्यो अघि त्यो मैले पछि फर्किए बेला यसो हेरिरहेको थिएँ अर्को मान्छे जानु मिल्छ भन्दा चाहिँ मिल्दैन ऊ त्यहाँबाट भनेर पठाइदियो त्यसलाई ऊ त्यही बाटो त भने इचङ्गो नारायण मन्दिर जाने बाटो ऊ त्यो तलको यो त दामी छ यो के फुल हो चाहिँ थाहा छैन तर दामी छ बास्ना पनि आउँदो रहेछ अलिअलि है अर्को ग्रुप पनि रहेछ यहाँ बाइक ल्याउने है बल्ल बाइक ताते जस्तो छ कस्तो यहाँ कस्तो चिप्लिक चिप्लिक गर्दै आइरहेको छ हेर नि त्यहाँ भरे एकछिन हिँडेर आयो ठिकै छ नि फोटो खिच्ने भने नि तिमी त्यहाँ नजाऊ ओए अनि भाँच्यो भने अनि तल पुग्छ है तिमी अहिले ओए 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 भाँच्यो